हेलो एभ्रिवान, सबैलाई नमस्ते। अनि लङ टाइम पछाडि एउटा छोटो मिनी ब्लग लिएर आएको छु है। अनि अलिकति बिजी भयो अनि म काठमाडौँतिर छु अनि स्वास्थ्यमा पनि अलिकति समस्या थियो, त्यही भएर पनि रेगुलर भिडियोहरू हाल्न पाइरहेको छैन। यो चाहिँ मैले रोटी बनाउँदैछु अनि रोटी चाहिँ हामी धेरै समय भइसक्यो नखाएको, त्यही भएर आज रोटी खाऊँ भनेर रोटी बनाउन लागेको। यो छोरीको चोइस पनि हो अनि मामुको चोइस पनि हो। अनि आज चाहिँ मेरो छोरीको फर्स्ट डे अनि स्कुल पुऱ्याउनु पर्ने छ अनि आज चाहिँ म रोटी बनाउँदैछु यता अनि उता चाहिँ दाल पाक्दैछ, छोरी चाहिँ खेल्दैछ। हामीले चाहिँ अब गाउँमा खाइराखेर पनि होला नि है, धेरै रोटी खान मन लागिरहेको थियो अनि त्यसको लागि हामी चाहिँ गाउँबाट गहुँ ल्याएको थियौँ अनि त्यो गहुँलाई पिसेर हामी चाहिँ रोटी खाएको। अनि यता चाहिँ दाल पाक्दैछ। दाल पनि कस्तो भनेपछि दालमा अनि भट्ट मिसाएर पकाएको, छोरीलाई पनि मनपर्छ त्यही भएर रोटी। के खाँदैछौ? बेसर आज कहाँ जाने रे? के पढ्नु जाने? अहिले मेरो छोरी के खान लाग्यो भन्नु त? अहिले मेरो छोरी के खान लाग्यो? गेडा र रोटी खान लाग्यो। यता बसेर राम्रोसँग बस न। यसमा रोटी मिसाएको बस। फनक्क घुमेर देखाऊ त। अलि बाहिर जाऊ त। नगर न, अलि बाहिर जाऊ न, बाहिर जाऊ न। कहाँ जानु लाग्यो मेरो छोरी? अनि के खाने स्कुलमा गएर? स्कुल लगेर खाने? अहिले खाने? स्कुलमा खाने हो त। अहिले तिमी भात खाएनौ, रोटी खाएनौ, खाएको हो कि नै भन त। त्यसरी खाने होइन, छोराहरू खाने हो त। मुखको खाइसक न। मेरो छोरीलाई चाहिँ आज मैले कति भनेपछि 10 बजे लगेर छोडेको थिएँ अनि अहिले चाहिँ कति 1 बजे होइन 3 बजीसम्म हो खासमा क्लास चाहिँ। अनि 1 बजी थियो अनि मैले चाहिँ मिसलाई खबर गरिरहेको थिएँ अनि रुया छैन भनिराख्नु भयो अनि अहिले चाहिँ भर्खर फोन आयो। 1 बज्न लाग्यो अनि रुन लागे बच्चा होइन। पहिलो दिन आइदिनु पऱ्यो भने म जाँदैछु, के गर्दैछु त्यसो। यति टाढा छ है स्कुल चाहिँ हाम्रो, धेरै टाढा छैन, नजिकै छ। अनि 2-3 मिनट पनि लाग्दैन क्या, किन हाम्रो एरिया चाहिँ यस्तो छ। हाम्रो चाहिँ मन्दिर छ, यो एरिया पनि मन्दिरै हो। अनि त्यो चाहिँ मेरो छोरी स्कुल। मम्मी आइसक्नु त। रोको छैन भन्छ। नाची हौ कति बोतल खै मायाको बोतल खै कति धेरै नाच्यो भन्नु त। उया छ उया तिम्रो ब्याग ल्याऊ। ल्याऊ धेरै रुई थिएन, धेरै रुई हल्ला भर्खरै हो। नाच्ने त यसलाई त दिनभरि गीत लगाइदिनु नि। म चाहिँ हतारले गएको थिएँ होइन। अनि धेरै आत्तिया छ कि भन्ने सोचले
तर होइन रहेछ, खेलेर रहेछ। अनि मतलब एकपटक रुया रहेछ, अनि गीत लगाइदिएर नाचेपछि चाहिँ रुन कम भएको रहेछ। फर्स्ट दिनै नानी एकदम राम्रो भयो होइन, धेरै बसिन्, राम्रो हो यो त भनिराख्नु भएको थियो म्यामहरूले पनि। स्कुलमा के पढ्यौ? ल पढेको देखाइदियो त। घर गएर देखाइदिउँ ल, अहिले जाऊ न, होइन न घर होइन, घर किन ल बिसाएर होइन होइन मेरो छुरीको झोला चाहिँ मैले बोक्दैछु। यता 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 फर्क्यो, यता फर्क्यो त, यता 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 फर्क्यो न। रुयाउ कि नै?